10 टाउको शक्तिशाली शरीर भगवान शिवबाट पाएको ज्ञान र रावणले बनाएको दरबार, यो श्रीलङ्काको रावणको दरबार हो। आज म यही दरबार देखाउँदैछु। आजभन्दा हजारौं वर्ष पहिले रामायण कथामा देखिएको, हामीले टिभीमा हेरेको राम अयोध्यापुरीका थिए भने रावण चाहिँ श्रीलङ्काका थिए र रावणको दरबार चाहिँ विश्वकै शक्तिशाली दरबार थियो र धनाढ्य पनि थियो। लङ्कामा सुन छ कान मेरो बुझ्दै भन्ने हाम्रो उखान पनि छ। यो यति शक्तिशाली दरबार थियो र रावण यति शक्तिशाली थिए कि उसको दरबारमा आउनको लागि आम मान्छेले सक्दैन थिए र उहाँको शक्तिसँगै एउटा खराब बानी अहङ्कार थियो। रावणका धेरै गुणहरू थिए भने केही अवगुणको कारणले यो लङ्का जल्न पुगेको थियो। हनुमानले आएर जलाउनु भएको थियो। यो चाहिँ पौराणिक कथा हो, त्यो भगवानको पालाको कुरा हो। अहिले हाम्रो पालामा चाहिँ रावणको लङ्का भनेर श्रीलङ्का यसरी देख्छौँ। यो तपाईलाई म यहाँको इँटाहरू देखाउँछु। यो हजारौं वर्ष पुरानो छ। यो संरचना नै आफैमा पनि आठौं अचम्मको रूपमा छ। किन अचम्म छ भने यो 200 मिटर अल्को पहाडमाथि बनेको संरचना हो। दुनियाँमा यो खालको ढुङ्गा नै भेटिँदैन जुन ढुङ्गा मैले यहाँ देखाएको छु। यो एउटा लाइन रकको नामले श्रीलङ्कामा चिनिन्छ र यो भिडियोमा हेर्दाखेरि लाग्छ यहाँहरूले एउटा नर्मल ठाउँबाट बनाएको भिडियो, एउटा गाउँमा बनाएको, तर त्यो होइन। गाउँहरू धेरै तल छ, करिब 1000 फिट तल गाउँ छ र हामी 1000 फिट माथि दरबारमा छौँ र यो दरबार रावणको दरबार हो। जनता बस्ने त्यहाँ हो, रावण बस्ने यहाँ हो। अहिले होइन है, पहिले। ल सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला। श्रीलङ्का भगवान बुद्धसँग जोडिएका धेरै कुराहरू भएको ठाउँ हो। यसको भिडियो यो पेजमा आउँदैछ। एक लाइक गरेपछि एक फलो गरिराख्नु होला। हामीसँगै तपाईँ पनि श्रीलङ्का घुम्नु होला है त। ल बाई बाई।